Someone is heading to Nepal. Hi. ओ शर्मिलाजी मलाई छोडेर नेपाल जाँदै हुनुहुन्छ कति खुसी हुनुहुन्छ कति एक्साइटेड हुनुहुन्छ ओह त्यस्तो नभन न नेपालवासीले पछि हेर्यो भने त ओहो नेपाल आउँदा एक्साइटेडै छैन भन्ने हुन्छ आई एम एक्साइटेड तर अब यो हुन्छ नि फ्लाइ गर 13 घण्टा प्लेनमा फेरि ट्रान्जिट अब 3 सम्झिँदा चाहिँ अब दिक्क लाग्छ आफू यस्तो चाहिँ मलाई लाग्छ नि त्यो आफूदेखि त मान्छेलाई मान्छे नगरेर हेपेर म कस्तो देखेछु ऐनामा हेर हैन हेरौँ अहिले चाहिँ हामी आएको छौँ के अरे लिनिङ टावर अफ नाइल्स है यो चाहिँ लिनिङ टावर अफ पिसा चाहिँ होइन यो चाहिँ नाइल्सको पिसा इटलीमा पनि यस्तै छ र अब यो त त्योभन्दा धेरै नै सानो छ तर यहाँ पनि एउटा जे होस् बनाइदिएको छ एट्र्याक्सनको लागि अनि यो चाहिँ हो लिनिङ टावर अफ नाइल्स जे होस् एउटा थोरै भए पनि सर्टेन एउटा इटली भाइब्स युरोपियन भाइब्स चाहिँ आउँछ यहाँनिर आउँदाखेरि अनि यो बिल्डिङ चाहिँ अलिकति अचम्मको छ सायद अब त्यति ठुलो नभएर चाहिँ अब त्यो किसिमले चाहिँ देख्न सकिँदैन मात्रै चाहिँ यस यताबाट अलिकति ढल्केको जस्तो देख्नुहुन्छ नि यो बिल्डिङ आयो पनि यस्तो ढल्केको छ नि अनि फल कलरहरू यहाँ पनि हल्का सुरु भइसकेको छ येलो हुँदैछ अनि ढल्केको बिल्डिङमा हामीले चाहिँ यस्तो गरेर पुरा बिल्डिङलाई यस्तो ढक्लेको जस्तो गरेर फोटो चाहिँ खिचिसकेका छौँ अनि यही हो रमाइलो छ शान्त छ यहाँ खासै मान्छेहरू नआउँदो रहेछन् सुमनजी चाहिँ ऊ त्यहाँ बसेर के गर्दै होइसिन्छ आई हेभ नो आइडिया म चाहिँ क्यामेरा बोकेर यता र उता फोटो खिच्दै भिडियो खिच्दै हिँड्दा छु आई थिङ्क हाम्रो सिकागो टुर भन्छ कि के भन्छ इलिनोई टुर हाम्रो चाहिँ लगभग सकियो भनौँ अब अन्तिम यही नै हो कस्तो लाग्यो त हजुरलाई लिनिङ टावर अफ नाइल्स अब पिसा त हामी गएको छैन इटली है अब इटली नगइसकेपछि यहीँको लागि हेरेर कस्तो लाग्यो भनेर भनिदिनु पर्यो अनि यो माथि छ नि यो टुप्पोमा यो टावरको चाहिँ अल द वे टपमा म यो जुम गर्छु त्यहाँनिर चाहिँ घन्टीहरू छ क्या हाम्रो नेपालको घन्टी हुन्छ नि मन्दिरमा हुने घन्टीहरू त्यस्तो छ यो देख्न सकिन्छ त्यो हो खै पाइन्छ कि पाइन हामीले सोधेको पनि छैन अनि यहाँ चाहिँ कतिपय ठाउँहरूमा याद गरेर हुन्छौँ कि हामी गाउँतिर जाँदाखेरि चर्चहरूमा चर्चको माथि सबभन्दा माथि यस्तै टपमा पनि यस्तै घन्टीहरू हुन्छ क्या कति धेरै ठाउँमा हुन्छ क्या त्यही भएर अब के को लागि हो त थाहा भएन जस हाम्रो नेपालको मन्दिरमा घन्टी अनिवार्य भए जस्तो यहाँ पनि म्याक्सिमम् चर्चहरूको चाहिँ माथि एउटा घन्टी चाहिँ देख्न सकिन्छ काइन्ड अफ थोरै कतै सिमिलारिटी हो कि जस्तो अनि यही हो हामीले चाहिँ यस्तो हातले यस्तो गरेर चाहिँ ढल्केको बिल्डिङमा अलिकति ढल्केको पाराले पनि खिचिसक्यौँ बिल्डिङ चाहिँ यस्तो छ अलिकति ढल्केको जस्तो देखिन्छ अब फोटोमा भिडियोमा चाहिँ त्यस्तो देखिला नदेखिला थाहा भएन शान्त छ मान्छेहरू धेरै नआउने पार्किङ पनि सजिलो छ पछाडिपट्टि त्यहाँ पार्किङ हालिदियो अनि हामी यता आएर हेरेर बस्यो रमाइलो नै छ होइन बाबा कस्तो लाग्यो भनिदिनु नि त राम्रो छ के ओके अब थर्काएर त्यो पनि फेरि आलु चाहिँ के बाई उहाँ चाहिँ फर्मर ओलम्पिक हेभीवेट च्याम्पियन हुनुहुन्छ र यो अहिले उहाँ इटालीमा हुनुहुन्छ यो चाहिँ के अरे भनिदेऊ त इटालीको के हो यो बाबा अस्ति इन्डियाना जाँदै थियो हजुरले भन्नुभयो हेडिङ टुवर्ड्स कहाँ आइडाहो अब नाउ अहिले हामी सब इलिनोईमा जुन चाहिँ सिकागोको नजिकै छ अहिले हजुर हुनुहुन्छ फेरि इटालीमा इटालीको उस हो नि त यो के अरे लिनिङ टावर अफ पिसा होइन उहाँ चाहिँ इटालीमा हुनुहुन्छ फर्मर वर्ल्ड च्याम्पियन हुनुहुन्छ ओके जे भए पनि अनि एउटै त हो नि उहाँ इटालीमा हुनुहुन्छ र उहाँ फर्मर वर्ल्ड च्याम्पियन हेभीवेट बक्सिङ च्याम्पियन हुनुहुन्छ भन्ने एउटै कुरा भयो नि त अनि जाउँ त्यहाँ उसमा त उहाँले च्यालेन्ज दिनुभयो कि एक हातले यो सपोर्ट गर्न सक्छु भन्ने कुरा भयो ट्राई गर्दै हुनुहुन्छ ल ट्राई गर त बा हो रहेछ मैले नपत्याएको उहाँ साँच्चीकै स्ट्रङ हुनुहुँदो रहेछ ओ भाइ
माई गड